जय श्री राधे। श्रद्धालु भक्तजनहरूको माझमा आज पनि मैले फेरि नयाँ भिडियो बनाएर लिएर आएको छु। भिडियो रहेको छ 2082 सालको संक्रान्ति कसलाई कहाँ परेको छ भन्ने विषयमा रहेको छ। भिडियो हेरेर लाइक, कमेन्ट, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। यति भन्दै भिडियो सुरु गर्छु त। मेष, वृष, मिथुन राशिको कारकी नाम अक्षरबाट जसको नाम आउँछ, मेष वृष राशि पुरै मेष र वृष राशिको बाट जसको नाम आउँछ अनि मिथुन राशिको कारकी अक्षरबाट जसको नाम आउँछ उहाँहरूलाई हृदयमा संक्रान्ति परेको छ। जसको हृदयमा संक्रान्ति परेको छ उहाँहरूलाई धन धान्यको लाभ हुनेछ, श्री प्राप्ति, लक्ष्मी प्राप्ति हुनेछ। त्यस्तै गरी मिथुन राशि अनि कर्कट राशि हुने व्यक्तिहरू हु हे होडा अक्षरबाट जसको नाम आउँछ उहाँहरूको मुखमा संक्रान्ति परेको छ। उहाँहरूको बोलीको प्रभावबाट आफ्नो काम गराउन सक्नुहुन्छ, बोलीको प्रभावबाट आफ्नो काम सम्पादन गर्न सक्नुहुन्छ, आफ्नो बोलीको प्रभावबाट अरूलाई रिझाउन सक्नुहुन्छ। त्यसै गरी कर्कट राशि, सिंह राशि अनि कन्या राशि, तुला राशि हुने व्यक्तिहरू रुरे रोता तुला राशि हुनेहरू व्यक्तिको लागि पनि शिरमा संक्रान्ति परेको छ। उहाँहरूलाई भूलाभ हुन सक्ने सम्भावना रहेको छ। त्यसै गरी तुला राशिकै तितु तेतो अक्षरबाट जसको नाम आउँछ उहाँहरूलाई बायाँ खुट्टामा संक्रान्ति परेको छ। जसको बायाँ खुट्टामा संक्रान्ति परेको छ उहाँहरूलाई कष्ट हुन सक्ने सम्भावना रहेको छ, त्यसैले संयमित रहनुहोला। त्यसै गरी धनु राशि, मकर राशि हुनेहरू व्यक्तिको लागि बायाँ खुट्टामा संक्रान्ति परेको छ, उहाँहरू भ्रमण गर्न पाउन सक्नुहुन्छ। धेरै ठाउँमा भ्रमणहरूको योग रहेको छ। त्यसै गरी मकर राशिकै खाखी खुखे खो गागी अक्षर नाम आउने अनि त्यसपछि कुम्भ राशि हुनेहरू व्यक्तिको लागि बायाँ हातमा संक्रान्ति परेको छ। बायाँ हातमा संक्रान्ति परेको व्यक्तिहरूको केही क्षय हुन सक्ने सम्भावना रहेको छ, त्यसैले संयमित रहनुहोला। अनि त्यसपछि रह्यो कुम्भ राशिको शेषो दा अक्षर नामबाट आउने कुम्भ राशि हुने व्यक्तिहरू तथा मीन राशि हुने व्यक्तिको लागि दायाँ हातमा संक्रान्ति परेको छ। उहाँहरूलाई जो स्त्री हुनुहुन्छ उहाँहरूलाई पुरुषबाट लाभ मिल्नेछ तथा स्त्रीहरूलाई पुरुषबाट लाभ मिल्नेछ। पुरुषहरूलाई स्त्रीबाट, स्त्रीहरूलाई पुरुषबाट लाभ मिल्नेछ भन्दै भिडियो यही समापन गर्छु। तपाईहरूले आफ्नो राशि के हो, मेरो नाम अक्षर कुन नामको अक्षर आउँछ, मेरो यो राशि हो अथवा चिन्हहरू टिप्पणहरू बनाउन चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नुहोला। तथा आफ्नो राशि थाहा, नाम अक्षर थाहा छ, कुन राशि हो थाहा छैन भने कमेन्टमा लेख्नुहोस्। म तपाईहरूको संक्रान्ति कहाँ परेको छ भनेर अवश्य नै बताइदिनेछु भन्दै म बिदा हुन्छु। जय श्री राधे।